यो जिते पनि के सांसद हुन पाउँदैन रे, मन्त्री हुन पाउँदैन रे। मान्छे हुन पाउँछु म मान्छे हुन पाउँछु। तिमीहरूले मलाई मान्छे मात्र हुन दिन्छौ? मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महल ढाल्न पर्याप्त छ रविलाल छाने। मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त छ रविलाल छाने। मान्छे त हुन दिन्छ होला नि? अनागरिक बनायौ, जबरजस्ती झुटा मुद्दा हालेर संसदबाट बाहिर निकाल्यौ, जनताको मनबाट बाहिर निकाल्न सक्यौ? सक्छौ भने जनताको मनबाट बाहिर निकाल, तयार छ रविलाल छाने। मुलुक एउटा अत्यन्त जटिल परिस्थितिमा उभिएको छ। यो जटिल परिस्थितिमा सबैले संयमित भएर काम गर्नुपर्नेछ। आवेग र उत्तेजनामा काम गर्नु हुने छैन। र म तपाईहरुलाई यो चोकबाट उभिएर भन्न चाहन्छु, यिनीहरूले मलाई जुन प्रतिशोध छाने नि, ढुकाउनुहोस्। प्रतिशोधपूर्ण राजनीति मबाट हुने छैन। म पुण्यका लागि प्रतिशोधको राजनीति गर्ने छैन। म लोकतन्त्रमा विश्वास गर्छु, प्रतिशोधमा विश्वास गर्दिन। मलाई लोकतन्त्रले थुनेको होइनन्, यी अपराधीहरू षड्यन्त्रकारीहरूले थुनेका हुन्। यिनीहरू लोकतन्त्र होइनन्।